सीता र सृष्टि भान्सामा बसेर रमेशकै कुरा गर्दै थिए अनि अझै पनि तपाईँलाई रमेश दाइले त्यति धेरै माया गर्नुहुन्छ है, यस्तो साँचो माया गर्ने साथी त भाग्यमानीले मात्रै पाउँछ भन्दै गर्दा सीताले म जतिको अभागी त कोही पनि छैन नानी, मेरो कारणले गर्दाखेरि त्यसले आफ्नो जिन्दगी बर्बाद पारिरहेको छ भनेर भनिरहेकी थिइन्। तर हेर्नुहोस् त भाउजू, अब त अनुले रमेश दाइलाई त्यति धेरै माया गर्नुहुँदो रहेछ, यहाँ आएर तपाईँसँग बिन्ती गर्न सक्दैखेरि बुझिसक्यो नि कति माया गर्नुहुँदो रहेछ भनेर, त्यही भएर जसरी भए पनि तपाईँले रमेश दाइलाई फकाउनु पर्छ है भनेर सृष्टिले सम्झाइ बुझाइ गर्दै थिइन्। तर सीताले भने म जाँदिनँ रमेशलाई सम्झाउनको लागि, त्यसै त तपाईँको दाइले न्यु खोजिरहनु भएको छ, अब फेरि म रमेश भाटामा गएँ भने झन् उहाँले रडाको मचाउनुहुन्छ भन्दै गर्दाखेरि त्यसको चिन्ता नलिनु, दाइलाई म सम्झाउँछु, अहिले चाहिँ बाबासँग कुरा गर्न जाउँ भनेर सृष्टिले रमेश दाइ भएको ठाउँमा भाउजूलाई पठाउनु पर्यो भन्दै गर्दा पहिला त आमाले हुँदैन हुँदैन भन्दै थिइन् जगतले, त्यसै त खाउला झैँ गरेको छ, झन् त्यहाँ गएपछि जहाँबाट आइगयोस् त्यहीँ जा भनेर कराउन थाल्छ भन्दै गर्दाखेरि त्यस्तो होइन, एकचोटि भाउजूले सम्झाइदिनु भयो भने अनुसँग रमेश दाइको बिहे हुन्छ नि त भनेर सृष्टिले भन्दै गर्दा बाले पनि सपोर्ट गरेर हो, यदि बुहारीले भनेको कुरा रमेशले मान्छ भने जान दिनुपर्छ, एकचोटि बुहारीले सम्झाइन् भने त रमेशको जिन्दगी पनि बन्छ, उसले यसरी आफ्नो जिन्दगी एक्लै फाल्नु हुँदैन भनिसकेपछि मलाई त थाहा छैन है, जगतले फेरि भरे बेलुकी आएर रडाको मच्चा आयो भने भन्दै गर्दाखेरि हामी गएर जगतलाई सोध्छौँ अनि त्यसपछि जाउँला नि त भनेर उनीहरू उहाँ स्कुलमै गएका थिए। सृष्टिले जगतलाई बोलाएर लिएर आइन् अनि त्यसपछि के भयो भनेर जगतले सोध्दै गर्दाखेरि रमेश भाटामा जानु पर्यो भन्दै गर्दा त झन् जगतले कुरा बुझ्लान् भन्दा उल्टो र सुल्टो भन्न थाल्छन्। अनि त्यसपछि त सीताले त्यो मेरो साथी मात्रै हो भनेर मैले कति पटक भन्नु, एकचोटि मैले सम्झाइदिँदैमा के थाहा त्यसले बिहे गर्न मान्छ कि भन्दै गर्दा तँलाई पनि बडो मुस्किल छ है, आफ्नै प्रेमीको अरूसँग बिहे गराइदिनु पर्यो, जहाँसुकै जा जेसुकै गर, मलाई मतलब छैन भनेर रिसाएर गए। तर सृष्टिले हिँड्नु जाउँ केही पनि हुन्न भन्दै थिइन्, तर सीताले भने भयो त्यसै त तपाईँको दाइ यस्तो गर्नु भएको छ, म त जाँदिनँ भनेर त्यहाँबाट निराश भएर फर्किन्छन्। तर सृष्टिले भने गएर रमेश दाइलाई जसरी भए पनि सम्झाउनु पर्छ भनेर सपोर्ट गरिराखेकी छन्। आखिरी जगतले पनि त एउटा साथी हो, साथी भएर उसले आफ्नो साथीको भूमिका निभाइरहेको छ, यिनीहरूले केही गलत काम गरेका छैनन् भन्ने कुरा त प्रष्टै थाहा छ नि त। तर पनि जगतको मनमा चाहिँ सीता र रमेशलाई लिएर शङ्का उपशङ्काहरू उब्जिरहेको छ कि अब यस्तो बेलामा सीता रमेशलाई सम्झाउन गइसकेपछि रमेशले सरासर अनुसँग बिहे गर्न मान्ला नि त, या फेरि अब सीता त्यहाँ जाने बित्तिकै झन् जगत र सीता बीच खटपट हुने होला त, के लाग्छ तपाईँलाई? फटाफट कमेन्ट गरी सिरियल सारांशलाई फलो गर्नुहोस् त।